झण्डा नेपालको नक्सा रोस्ट बनाइदिएको छ। बत्ती बोलेर हिँडेछ। हेलो साथीहरु नमस्ते। आज चाहिँ सालोसँग गाउँघर घुम्दैछ हैन? गएन सालो? गाउँघर घुम्दैछ। सालो भेना दिदी भएर यसो भ्यू टावरतिर घुम्दैछ हैन? ओ यता हेर त। ओइ ओ यता राम्री भएर चलक्क भएर बत्ती बोलेर हिँडेछ। बत्ती बाल्नै पर्दैन। गाउँको बाटो यस्तो हो। अहिले चाहिँ ठक्क पिच बाटोमा आइसकेछ हैन? कता धुपाले गीत गिराउनु मिलेन। सलाहरु पनि रोपेको छ रे। टावर भित्र गएपछि कस्तो कस्तो भिडियोहरु बनाएर देखाउन मिल्छ। तपाईहरुलाई चाहिँ त्यहाँ गए पुगिसकेपछि यसो भ्यू टावरतिर देखाउने छु मेरो ससुरालीको गाउँहरुतिर कस्तो छ भनेर। उता छोरीहरु आउँदैछ हैन? सौरीहरु आउँदैछ। आजको भ्लग चाहिँ यसरी बनाइदिएको छु हैन? सो अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। अनि मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब लाइक कमेन्ट शेयर पनि गरिदिनु होला। यति भन्दै पहाडतिरको भ्यू पनि मस्त देखेछ है। नजिक छ पहाड पनि। अस्तिको चुचो त देवचुली त नदेखिँदो रहेछ त यहाँ त नि। यहाँ नदेखिँदो रहेछ देवचुली त। तल हाम्रो घरबाट चाहिँ देखिन्छ है। ससुरा चाहिँ हल्का नजिकै हो। नजिकै छ। टक्कै यो भन्दा अलि उता पारी पुगिसकेपछि चाहिँ ससुराली हो हैन? ल बस्नी ल। सालीले चाहिँ आज रोस्ट बनाइदिएको छ नि। अहिले खाडी भरे खाऊ ल। सालीले चाहिँ खत्रै भान्से भएको छ नि। आफ्नो घर जाँदा पनि खत्रै खुवाएको छ। फेरि यता ससुराली आउँदा पनि बबाले खुवाएको छ सालीले। अनि भेनालाई खुवाएर मोटाएर पठाउनु पर्यो नि फेरि। ल ठिक छ। लोजी हिले एकदम ठीक ले देऊ न बाबु। ओ त देखाउनु। यिनीहरु यता छन्। ब्याउनु देखाउ अहिले अनि पछि बिहाको देखाउने के बच्चा यत्रो भयो भने नदेखाउने भनेछ कि। यहाँको गाउँघर चाहिँ यतिको छ। यिनीहरू यता चल्दै आएको छन्। यहाँ माथि हो अरे होइन? यहाँ सल्लाहहरू दामी बनाएको रहेछ। मलाई म चाहिँ यत्रो वर्षपछि फेरि यहाँ घुम्न आएको छु होइन? अटोहरू पनि हिँडेको छ। हात्तीको सुरबाट पानी आउँछ? बर्खामा आउँछ? अहिले चाहिँ सुकेको रहेछ। यतिको भयङ रहेछ है। म पनि उकालो चढ्दै नयाँमा त खुब राम्रो थियो होला नि। अहिले पुरानो भएर होला क्या। पुरा यस्तो चैत फागुन चैतको मौसम यस्तै हो होइन? देख्न सक्नुहुनेछ। दामी बनाएको रहेछ यहाँ चाहिँ बस्ने ठाउँ। नेपालको झण्डा नेपालको नक्सा। हामी नेपाली हाम्रो नेपाल अरे। टक्क फेरि बिचमा छेउमा फेरि नेपालको नक्सा बिचमा भन्न आयो। बस्ने कुर्सी यस्तो छ है। कुर्सी चाहिँ दामी बनाएको रहेछ। यहाँ पनि नेपालको नक्सा रहेछ तर अलिक पुरानो भएको छ होइन? पुरानो रहेछ होइन? सुदूरपश्चिमाञ्चल भनेर यसरी नेपालको नक्साहरू। गोदावरी गण्डकी सुर्खेत यसरी लुम्बिनी
यसरी बनाएको छ होइन। मैले पनि राम्रोसँग पुरानो भएर होला त्यति साह्रो राम्रो चाहिँ देखेको चाहिँ छैन होइन। टाढाबाट अहिले यस्तो छ कि कसो छ, त्यहाँबाट भिडियोहरू बनाउन मिलेको छैन। भिडियो बनाउनु पाए पनि बनाउन बाबाले बनाएको छ। ल अब भी टावरको तल चाहिँ यस्तो फोहोर पनि छ है। यता नि पिङ पनि रहेछ। यहाँ पिङ पनि रहेछ नि। पिङ धान छ म उतैबाट जान्छु। पुरा गाउँ त भबालै देखिँदो रहेछ त नि यहाँले नि। सबले नदेखाउनु न त राम्री छस् त, सबले नदेखाउनु मात्रै भन्छ यार। गाउँघर चाहिँ यस्तो दामी देखेछ यहाँको सिन चाहिँ है। यो माथिबाट यो टावर माथिबाट कस्तो भ्यू देखिन्छ तपाईहरुलाई म देखाउन गइरहेको छु हैन। यहाँ चढ्ने चाहिँ ठाडै रहेछ त हो, ठाडै रहेछ है। कस्तो चाहिँ हुन्छ वहाँ पुगिसकेपछि चाहिँ तपाईहरुलाई देखाउने छु है त। फाइनली इटा यो भ्यू टावरमा आरएन क्षेत्रले धेरै मिस गरेको छ। यहाँबाट 64% हामी भन्नु। ल ठीक छ। धेरै मिस गरेको छ। ल यतिको दामी भ्यू आएको छ हैन। यो के को टावर हो त यो? फेरि के को नेट हो यो? चाइनाको। कहाँ लाने यो? कता लान्छ अब त उ हेरन सिधै उता। उतै सम्म रहेछ त्यो त पहिला थिएन नि। यो हाइड्रोजन गाडी त घर बनाएको थियो भएर गाउँघरको सिन चाहिँ यस्तो देखेछ है साथीहरू हैन। दामी देखेछ यहाँको सिन चाहिँ। ल अब घाम डुब्न लागेको हो हैन। यो बिहान चाहिँ हैन घाम डुब्न लागेको छ। आज ससुरालीको मौका पारेर चाहिँ सालोसँग चाहिँ यसो भ्लग बनाइदिएर देखाइदिएको छु। र सालो चाहिँ उता माथि आर्यन छेत्री चाहिँ मेरो भाइ हैन। ऊ मेरो भाइ र बुढीको भाइ चाहिँ आर्यन छेत्री चाहिँ एकदम मिस गरेको छ अरे हैन। सो यो भिडियो हेर्दैछ भने के नाम अरे? मने मन 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 राख्ने कि के हो? माडेम। माडेम हैन। माडेम 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 मगर रेग्मी माडे रेग्मी अरे हैन। माडेम माडेम आज सालोलाई चाहिँ होली बबालाई लागेको रहेछ हैन। माथि नचढ्ने भएको अरे मैले यसो यत्रो वर्षमा आएको हैन। गाउँघर चाहिँ कतिको देखेछ भनेर तपाईहरुलाई हेर्न नि पायो, तपाईहरुलाई देखाउन नि पायो भनेर चाहिँ भिडियोहरु बनाएको छु हैन। अब अस्तिको टावर चाहिँ देखेको छैन। यो भन्दा चाहिँ उतापट्टिको यो साइडमा छ हैन। त्यो चुच्चो पहाड चाहिँ हैन यहाँ चाहिँ देखेको छैन रहेछ। आजको मेरो भ्लग चाहिँ यस्तै छ हैन। सो अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। बबालै देखेछ यहाँको भ्यू हैन, देख्न सक्नुहुनेछ। बाटो पनि पिच गरेको बाटो रहेछ हैन। पहिला चाहिँ म हुँदाखेरि चाहिँ पिच थिएन, अहिले चाहिँ यतिको सम्म भएको छ हैन। यता सल्लाह पनि अरे यता मलाई बुढीले भ्लग सिकाउँदैछ। सल्लाह छ भनेर भन्दै थियो। त्यही कारणले नि तपाईहरुलाई यसो सालोसँग आएर भ्लग बनाएर देखाएको छु हैन। रमाइलो एरिया भएको रहेछ। मान्छेहरु चाहिँ आइरहेको छन् हैन। तर फोहोर चाहिँ लास्टै एउटा फोहोर भएको रहेछ है। धेरै नै फोहोर छ। अब चराहरु मस्त उडिरहेको छ। ल हेर्नु चरा सही छ। साँझ पख अब आफ्नो गुडहरु खोज्दै हिँडेको होला हैन।
दामी देखेछ ल दामी दामी देखेछ हैन भ्यू टावर यति हो तर बर्खामा चाहिँ बबाले हुन्छ अरे हैन बर्खामा चाहिँ बबाले हुन्छ अरे धेरै छोटो मिठो भिडियो बनाइदिउँ भनेर चाहिँ तपाईहरुलाई यसो शेयर गर्दैछु आज ससुरालीको मौका पारेर भिडियोहरु बनाएको छु हैन देख्न सक्नुहुनेछ है आजको लागि यति नै छ अब तल झरेर फेरि हल्का फुल्का तलबाट फेरि कस्तो भ्यू देखिन्छ भनेर चाहिँ देखाउँछु यस्तो ठाडै छ है भर्याङ चाहिँ अलि सचेत हुनु परेको छ तल बुढी झरिसक्यो म पनि अब तल झर्दैछु तल गएपछि फेरि भ्लग बनाउँछु है त कहाँ झर्थे अर्थात् हेलो आवाज सुनेछ मेरो गला देखेछ कहाँ देखेछ क्या हेलो माथि चाहिँ बाबाले चढेको छ है भ्लग बनाएर चाहिँ मोबाइल तल यसरी पारेर चाहिँ भ्लग बनाउँदै छु माथि भेनाजु बबाले चढ्नु भा त्यहाँबाट झर्न कोसिस गरिरहनु भा म तल आउँछु अब ल मौसम भ्यू बवाल देखिरह आर्यन छेत्री कता हुनुहुन्छ धेरै मिस गरिरहेको छु आर्यन छेत्रीले सो हेर्नु भएको छ भने सालोले धेरै मिस गरेको छु लाइक कमेन्ट सेयर अब सब्स्क्राइब सब गरिदिनु होला है मेरो भेनाजुको नयाँ न्यू भ्लगमा ससुराली भ्लग हो यो है अब हिरो इन्ट्री हुन्छ यहाँदेखि ठाडै छ बरु यो बाटो चाहिँ माथि उस चाहिँ अनि यस्तो त होला नि फेरि हाँस्नुहुन्छ क्या ल अरू फोटो खिच्ने निकालेर बस्छ ल सालो बस्ने काप्छ अनि लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला मेरो सालो बलले नि भेनालाई बेसमै माया गरेको छ है मेरो युट्युबलाई एकदम चासो लिएको छ